नेपालीको सल्लाह खरानीको डल्ला भने जस्तो कुरा भयो। विदेशमा बस्ने नेपालीहरूले चुनावमा भोट दिन पाउने छाड छैन। ल अब विदेशमा बस्ने नेपालीहरूले के अभियान चाल्नु पर्ने हो, तपाईँहरूको आफ्नो आफ्नो क्षेत्रबाट चाल्नुहोस्। यहाँको सरकारको पनि र यहाँको नेताहरूको पनि ढङ्ग देखिएन। एउटा मात्र सरकार सबै छ त सरकार काम कुरो एकातिर भयो भन्ने भान हो यहाँलाई। यो चाहिँ कस्तो हो भने त्यो उखान भन्दाखेरि पनि नेपालीको सल्लाह खरानीको डल्ला भने जस्तो कुरा भयो। आजको सल्लाह चाहिँ खरानीको डल्ला जस्तो एकजना व्यक्ति हो नि त सरकारमै आफै यस्तो असमर्थ क्याबिनेटको एकजना मन्त्रीको कुराले केही हुँदैन। भनेको एकजना जिएनजीको युवा र तपाईँ मात्रै अन्वेषण हुनुभयो, यो विपरीत हुनुभयो। के भयो थाहा छैन के।